यो 3 दिनसम्म निकै मेहनतको साथमा आइदिनु भएको छ, सिक्दिनु भएको छ हैन। सबैभन्दा मलाई खुसी लागेको छ। मलाई यो ब्याजलाई एमआर तथा डिपिटी तालिम त भनेका छौं, तर म 7 दिनको पिपिटी तालिम जस्तै ब्याज पाएको छु। तर मलाई आशा छ अब चल्ने 7 दिनको तालिममा पनि यो ब्याज छुट्ने छैन। तपाईहरु छुट्नुहुने छैन, किनभने आफ्नो प्रगति गर्नुभयो भने एउटा दुईटा डिलर दिनुभयो भने बिजनेसलाई अगाडि बढाउनुभयो, एउटा स्वास्थ्य समृद्धि खुशीको अभियानमा अगाडि बढाउनु भयो भने त्यो यात्रामा तपाईहरुलाई समावेश गर्ने, त्यो तालिममा समावेश गर्ने अवसर हुन्छ। त्यो अवसरलाई गुमाउनु हुने छैन भन्ने म पहिलो विश्वास दिलाउन चाहन्छु, आशा दिन चाहन्छु। अर्को कुरा, सिकेको कुराहरु हामीले केही पर्सेन्ट मात्र सिक्यौं, 50% मात्रै हामीले थ्योरिकल ढंगले सिकेका छौं भने प्र्याक्टिकल ढंगले जान हामी बाँकी नै छौं। तर मलाई लाग्छ तपाईहरु केही पढ्दा अप्ठ्यारो पर्दा आशा पछि भन्ने सूत्र थाहा पाएका छौं, त्यसलाई झलस्स सम्झिनु होला। यो अर्को हामीले परम्परागत गाउँ हैन, गुजरातको पुर, समृद्धि पुर, हामी कहाँ जाने, किन छेक छ हामीलाई भन्ने कुरा पनि तपाईहरुले बुझिदिनु होला हैन। त्यो बुझ्नु भएको नै लाग्छ। तपाईहरु मात्रै आँट गर्नुस्, तपाईहरुले हात दिनुस्, तपाईलाई खोलो तराउने कुराहरुमा, अप्ठ्यारोहरुबाट जङ्हार कटाउने कुरामा इन्द्र सर हामी लगाए समग्र साथीहरु हामी लाग्ने छौं। तपाईहरुलाई मात्रै साथ दिनुभयो भने, हात दिनुभयो भने हामी साथ दिन्छौं। तर त्यसको कारणले तपाईहरुलाई सफलतामा लैजाने 100% ओडब्जी नेपालको तर्फबाट ग्यारेन्टी लिन चाहन्छु। सिंगो हाम्रो ओडब्जी नेपालको सञ्चालक रोशन कुमार लामा, संगीता घिसिङ, खड्ग योन्जन सरलाई पनि विशेष तपाईहरुको तालिमको पिरियडबाट सम्झिन चाहन्छु। उहाँ जोरदार तालीले सम्मान गर्न चाहन्छु। किनकि आज नेपाल र नेपालीको भाग्यको फैसला गर्ने, नेपाली उत्पादनलाई, नेपाली कम्पनीलाई नेपालमै केही गरौँ, धेरै हराएका आफ्ना सपनाहरू हराएका मान्छेहरूलाई फेरि बिउजाउनु भएको छ। म पनि खाडी मुलुकमा जाने तयारीमा थिएँ। तपाईहरुलाई भन्नु पर्दा मैले भिसा बनाएको थिएँ, मेडमको भिसा बनाएको थिएँ, बाबुलाई अफ्रिका एउटा जर्मन जाने भिसा बनाएको थिएँ। तर सबै एउटा आर्थिक प्रब्लमकै कारणले त्यो जाने यो कारण थियो। तर पछि जाँदै गर्ने बेलामा रोशन सरले भेटिसकेपछि, कम्पनी हाम्रो सम्पर्कमा आइसकेपछि मैले यसमा आबद्ध साथमा अगाडि बढेँ। अगाडिमा आज मैले पढाएकै 70 देखि 80%, 90% मा टाइम दिएँ। तर यो पनि भन्न चाहन्छु, मैले 74 पुस महिनामा, पुस 28 गते मैले घर छोडेको, मैले ताला लगाएको, त्यो घर अहिलेसम्म ताला खोलेको छैन। किन भन्दा यो कुरा मैले त्यहाँ जान नपाएर पनि एउटा होला, तर त्यहाँ गएर गर्ने काम पनि छैन। त्यसको लागि म के भन्न चाहन्छु भने पछाडी पुल भयो भने, अन्य विकल्प बाटो भयो भने तपाईहरुको अन्यत्र ध्यान मोडिन्छ। त्यसको पछाडीको पुल भत्काउनुस्, अन्य विकल्प भत्काउनुस्। यसको मतलब पछाडीको भत्काउने, अगाडि केही नगर्ने भनेको होइन। त्यो ढंगले जानुभयो भने सफलताको लागि कुनै कसैले पनि रोक्न सक्दैन। आफै भित्र आफै सफलताको लागि प्रतिस्पर्धा गर्नुस्, बाहिर कोहीसँग तुलना नगर्नुस्। केही कुरा पर्दा हामीसँग माथि सम्झिनु होला, केही समस्या परेमा हामीलाई सम्झिनु होला, गुरुलाई सम्झिनु होला। गुरु बिनाको कहिले पनि अगाडि बढ्न सकिदैन। माथि सम्झिनु होला र समस्या परेमा माथि आउनु होला, समस्या परेमा तल नजानु होला, तल नपोखिनु होला, केही गुनासो भएमा तल नराख्दिनु होला। किनकि तपाईँ टिम भत्किन्छ। तपाईले बनाएको टिमलाई बिस्तारै उहाँलाई निराशा पैदा हुन्छ। त्यो सिस्टमबाट जानुभयो भने ओडब्जी नेपालमा सफलता पाउनलाई कुनै 2 दिन लाग्दैन। तपाईँ एउटा राम्रोसँग ग्यारेन्टीको साथमा म भन्न चाहन्छु। मैले धेरै मान्छेहरूलाई, उहाँकै सासु आमा हुनुहुन्छ लक्ष्मी राणा म्याम, अस्ति मैले यस्तै तालिममा 3 दिनको तालिममा 40,000 को क्यास मेरै हातबाट वितरण भयो। अस्ति हाम्रो त्यो प्रोग्राम समापनमा यसमा सामान्य महिलाले अब 40,000 को क्यास मात्रै हो, प्रोडक्ट बाहेक छ। त्यो गर्दा झन्डै 60-65,000 यो सामान्य महिलाले लिन सक्दा रहेछन् ओडब्जी नेपालमा। उहाँले बाइक पनि जित्नु भएको छ, टुर पनि जानु भएको छ भने सफलताको लागि कहीँ धेरै ठाउँ नजानु होला, एउटा ठाउँमा केन्द्रित भएर लाग्नु होला। केही परेमा माथि सोध्नु होला र केही अध्ययन गर्दै गयौँ भने सफलतालाई हामी सक्छौँ। ओडब्जी नेपाल मात्रै यस्तो प्लेटफर्म बनेको छ, नेपाली उत्पादन, नेपाली कम्पनीलाई विश्व बजारमा लैजाने यो बनेको छ। र एउटा अर्को अपर्च्युनिटी के आउँदैछ भने हामीले एउटा जिल्लामा 20 देखि 30 वटा ब्रान्चहरू भयो भने हामी स्थानीय उत्पादनलाई उद्योग स्थापना गर्ने भनेको छ कम्पनीले। तपाईँ हाम्रो लगानीकर्ता, तपाईँ मालिक, हामी आफै हुन्छौँ। हामी त्यो स्थान जस्तै सुर्खेतले उत्पादन गरेको देशैभरि बिक्री हुन्छ, कञ्चनपुरले उत्पादन गरेको देशैभरि बिक्री गरिदिन्छ, बाँकेले उत्पादन गरेको, बर्दियाले उत्पादन गरेको, कैलाली उत्पादन गरेको माललाई हामी देशैभरि वितरण गर्ने त्यो सिस्टमलाई पास गरेको छ। त्यसको लागि हामी मिसावटबाट अहिले जो हामी पीडित छौँ, हामी अब केमिकल, विषादीले, रसायनले लिप्त भएका छौँ, दिन प्रतिदिन रोगी भएका छौँ। जति मेडिकल खोले पनि, जति डाक्टरहरू आए पनि, जति दबाईहरू भए पनि रोग कन्ट्रोल भएको छैन, झन् पछि बढिरहेको छ।
यसको विकल्पमा एक मात्रै ओडब्जी नेपालले त्यो प्लेटफर्म ल्याएको छ। त्यो प्लेटफर्मलाई सबै लागेर एक वार्डमा एक डिलर, एक वार्डमा एउटा डिलर भित्र 5 देखि 15 जना बजार प्रतिनिधि को साथमा अगाडि बढ्ने अवधारणा भएको कारणले तपाईँ सबै स्वास्थ्य समृद्धि खुसीको यो अभियानमा जोडिनु होला र तपाईहरु सधैँ अगाडि बढ्नु होला। अगाडि लैजाने कुरामा हामी तपाईहरु साथमा रहनेछौँ। यही कुराको साथमा आज यो 3 दिनको तालिम यही समापन भएको घोषणा गर्न चाहन्छु। हवस् त।